जीमेल अकाउन्ट कसरी बनाउने साथीहरु जीमेल आईडी गुगल आईडी इमेल आईडी जुनसुकै भने पनि आखिरमा यी सबै एउटै नै हुन्। सो आजको यस भिडियोमा म तपाईलाई जीमेल अकाउन्ट कसरी बनाउन सकिन्छ र जीमेल अकाउन्टमा हामीले प्रोफाइल पिक्चर पनि कसरी लगाउने हैन जुन प्रोफाइल लोगो हुन्छ त्यो कसरी लगाउन सकिन्छ सम्पूर्ण प्रोसेसहरु म तपाईलाई स्टेप बाइ स्टेप भन्नेछु। यदि तपाईलाई पनि जीमेल अकाउन्ट बनाउन आउँदैन भने आजको यस भिडियोमा म तपाईलाई सम्पूर्ण प्रोसेस भन्नेछु। कृपया भिडियोलाई चाहिँ स्किप नगरेर हेर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला किनभने मैले यो च्यानलमा यस्तै खालका टेक्निकल इन्फर्मेसन भिडियो हजुरहरुमा लिइराखेको हुन्छ। सो अब ढिला नगरिकन म मोबाइलको स्क्रिन तर्फ जान्छु है त। साथीहरु जीमेल अकाउन्ट बनाउनको लागि तपाईले आफ्नो मोबाइल फोनमा रहेको जीमेल एप्लिकेसनलाई चाहिँ नि ओपन गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईले यहाँ माथिपट्टि टपमा देख्न सक्नुहुन्छ आफ्नो जीमेल अकाउन्टको लोगो रहेको हुन्छ हैन, यसमा क्लिक गर्ने। त्यसपछि तपाईको मोबाइल फोनमा जति पनि जीमेल अकाउन्टहरु लगइन भएका छन् ती सबैले यहाँ शो गर्छ हैन। अनि यसको तलतिर तपाईले लास्टमा यहाँनिर देख्न सक्नुहुन्छ एड अनदर अकाउन्ट लेखेको हुन्छ अनि यहाँनिर प्लसको आइकन पनि रहेको हुन्छ। यो प्लसमा चाहिँ नि हामीले जानुपर्ने हुन्छ। प्लसमा आइसकेपछि यहाँ टपमै गुगल भनेको छ हैन, गुगलमा जाने। त्यसपछि आफ्नो मोबाइल फोनको स्क्रिन लगिदिनु होला अनि यस्तो खालको इन्टरफेस खुलेर आउँछ र यहाँनिर इमेल अर फोन भनेको छ अनि यहाँनिर क्रिएट अकाउन्ट छ हैन, क्रिएट अकाउन्टमा जाने अनि त्यसपछि दुईवटा अप्सन आउँछ हामीलाई फर माई पर्सनल युज अनि फर वर्क अर माई बिजनेस। हामीले चाहिँ जानुपर्ने हुन्छ यो फर्स्ट नम्बरमा रहेको फर माई पर्सनल युजमा जाने हैन। अनि यहाँ फर्स्ट नेम सरनेम छ हैन, सरनेममा चाहिँ नि अप्सनल भनेको छ, हामीले दिए पनि भयो नदिए पनि भयो त्यो तपाईको मर्जी हो। अनि फर्स्ट नेममा चाहिँ नि आफ्नो नाम दिनु होला, जस्तै कि मैले आफ्नो नाम दिन्छु हैन र नाम दिइसकेपछि यहाँबाट नेक्स्ट गर्नु होला। साथीहरु फेरि तपाईको बेसिक इन्फर्मेसन आउँछ, इयरमा चाहिँ नि तपाई कति सालको जन्म हो त्यो दिनु होला हैन। तपाईले चाहिँ नि हाम्रो नेपालको डेट अफ बर्थलाई चाहिँ नि नदिनु होला है, इंग्लिशमा दिनु होला। तपाई कति सालको हो त्यो हेरेर इंग्लिशमा दिनु होला, महिना दिनु होला अनि तपाई कति तारिखको हो त्यो दिनु होला। अनि जेन्डरमा गएर महिला हो भने फिमेल र पुरुष हो भने मेल राख्नु होला। अनि त्यसपछि तपाईले यहाँ लास्टमा देख्न सक्नुहुन्छ यहाँ यतापट्टि राइट साइडमा रहेको छ नेक्स्ट गर्नु होला। यति गरिदिसकेपछि तपाईको यहाँ दुईवटा जीमेल अकाउन्टहरु बनेर आउँछ हैन। मेरो देख्न सक्नुहुन्छ यहाँ दुईवटा जीमेल अकाउन्ट बनिसकेको छ र तलतिर लास्टमा क्रिएट युआर ओन जीमेल एड्रेस भनेको छ हैन। यसमा आउँदा बित्तिकै तपाईको देख्न सक्नुहुन्छ एउटा जीमेल अकाउन्ट बनाएर दिनुपर्ने हुन्छ। यहाँबाट हामीले आफ्नो जीमेल अकाउन्टहरु बनाएर दिनुपर्ने हुन्छ अनि के अंक राख्नुपर्ने हुन्छ, त्यसपछि मात्रै सपोर्ट गर्छ। यदि तपाईको यो जीमेल अकाउन्ट बनेर आएन भने यहाँबाट तपाईले के देखाउन सक्छ, जस्तै कि म ब्याक गए हैन, ब्याक आएर जस्तै मैले आफ्नो नाम मात्र नाम दिए बीचबाट बहादुर हटाए हैन, नेक्स्ट गर्छु। अनि यो डेट अफ बर्थ चाहिँ नि अलरेडी नै लागिसकेको छ र म चाहिँ नि अलि नेक्स्ट गर्दिन्छु। र साथीहरु देख्न सक्नुहुन्छ यहाँ मेरो केही पनि दिएन। यसरी तपाईले अब के दिएन भने यहाँबाट के वोट आफ्नो नाम केही पनि दिन सक्नुहुन्छ, जस्तो खालको तपाईले जीमेल अकाउन्ट बनाउँदै हुनुहुन्छ त्यस्तै नाम दिनु होला। अनि त्यसपछि यहाँबाट अंकहरु राख्नु होला है, त्यसपछि मात्रै सपोर्ट गर्छ। देख्न सक्नुहुन्छ मैले नेक्स्ट गर्दिसके, यो सपोर्ट गरिसक्यो। अब फेरि यहाँबाट स्ट्रङ क्रिएट अ स्ट्रङ पासवर्ड भनेको छ, लेटर राख्नु होला, नम्बर राख्नु होला एन्ड सिम्बल्स के वर्डहरु पनि राख्नु होला। जस्तै कि मैले आफ्नो नाम दिन्छु हैन, दिनेश दिए, अगाडिपट्टिको अक्षर ठुलो राख्नु होला। तपाईले जे दिनुहुन्छ जस्तो दिनुहुन्छ हैन, जस्तै कि बुक्स राख्न सक्नुहुन्छ, स्कुल्स राख्न सक्नुहुन्छ, वा साथीको नाम, मम्मीको नाम, ड्याडीको नाम, आफ्नै नाम पनि दिन सक्नुहुन्छ, जे पनि दिनु होला हैन। त्यसपछि अंक राख्नु होला @ अनि अंक फेरि आफ्नो नाम पनि दिन सक्नुहुन्छ। यसरी तपाईले यस्तो गर्नुभयो भने तपाईको स्ट्रङ पासवर्ड बन्छ र यसलाई इजिली सपोर्ट गर्छ। अनि नेक्स्ट गर्दिए हैन, तपाईले पनि नेक्स्ट गर्नु होला यसरी पासवर्ड दिएर हैन। दिस माइ टेक अ फ्यु मोमेन्ट भनेको छ हैन, अलिकति वेट लिन्छ हैन, यसले टाइम लिन्छ, धेरै टाइम त लिन्न 2-4 सेकेन्ड हो। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ मेरो यो चाहिने जीमेल अकाउन्ट बनेर रेडी भइसकेको छ र यहाँ तलतिर लास्टमा देख्न सक्नुहुन्छ साथीहरु यहाँ नेक्स्ट भनेको छ, तपाईले पनि नेक्स्ट गरिदिनु होला। र यसपछि तपाईले यहाँ दिएका कुराहरुलाई पढ्न पनि सक्नुहुन्छ हैन, नपढे पनि भयो कि यो केही हुँदैन, पढ्नु पर्छ भन्ने छैन हैन। त्यसपछि यसलाई चाहिँ नि स्क्रोल गर्नु होला, डाउनमा जानु होला। डाउनमा आइसकेपछि आई एग्री भनेको छ, आई एग्री गरिदिनुस्। साथीहरु मेरो चाहिँ नि जीमेल अकाउन्ट बनेर रेडी भइसकेको छ। सो म चाहिँ फेरि म आफ्नो यो जीमेल अकाउन्टको लोगोमा जान्छ, यहाँ माथिपट्टि राइट कर्नरमा आए हैन। जीमेल अकाउन्टको लोगोमा आइसकेपछि तपाईले यहाँ अहिले भर्खरै बनाएको जीमेल अकाउन्टलाई चाहिँ मेरो शो गरेन। एकचोटी म यसलाई रिफ्रेश हान्छु है, रिफ्रेश गरिहाल्छु। रिफ्रेश गर्दा बित्तिकै देखाइहाल्छ। फेरि म लोगोमा गए हैन, लोगोमा आएर देख्न सक्नुहुन्छ झट्ट मलाई देखाइहाल्यो, तलतिर लास्टमा देख्न सक्नुहुन्छ यहाँ देखाइहाल्यो। अब यसमा मैले क्लिक गर्छु। यसमा क्लिक गरेर मैले तपाईलाई फोटो राख्ने तरिका सिकाउँछु, प्रोफाइल पिक्चर भनेको थिएँ नि। अब यसमा जाने हैन, यसमा क्लिक गर्दा बित्तिकै तपाईको यहाँनिर डी लेखेको छ नि, यो क्यामेराको चित्र दिएको छ हैन, यसमा क्लिक गर्ने। यसमा क्लिक गरिसकेपछि अलिकति वेट गर्छ हैन, धेरै त वेट गर्दैन, अब त्यही तपाईको नेटवर्क अनुसार नै हो हैन। अनि तपाईले साथीहरु यहाँनिर देख्न सक्नुहुन्छ अपलोड फ्रम डिभाइस भनेको छ, यसमा क्लिक गर्ने।
आफ्नो एउटा फोटो लिनु होला, आफ्नो ग्यालरीबाट एउटा फोटो दिनु होला। जस्तै कि मैले यो फोटो दिन्छु हैन, अलिकति यसमा चाहिने टाइम लिन्छ साथीहरू, धेरै त लिन्न, 10 सेकेन्ड जति लिन्छ हैन। मेरो अपलोडिङ भइराछ, यसमा चाहिने 10 सेकेन्ड लिन्छ नै हैन, 10 सेकेन्ड 15 सेकेन्ड तपाईको नेटवर्कको स्पिड अनुसार नै लिन्छ। यति भइसकेपछि तपाईको प्रोफाइल पिक्चर यहाँ देखाउँछ हैन। यो तपाईले यहाँबाट करप गरेर जतिको राख्न सक्नुहुन्छ, जतिको आफ्नो मर्जी छ, जतिको आफुलाई मन पर्छ त्यतिको राखेर यहाँबाट फेरि तपाईले यहाँ तलतिर देख्न सक्नुहुन्छ, यहाँ नेक्स्ट भनेको छ हैन, नेक्स्ट गर्नु होला। सेभ एज प्रोफाइल पिक्चर गरिदिनुस् र तपाईको प्रोफाइल पिक्चर चाहिने यहाँ सेट भइदिन्छ हैन। ब्याक आएर देख्न सक्नुहुन्छ मेरो यहाँ देखाइसकेको छ प्रोफाइल पिक्चरलाई चाहिने, माथिपट्टि टपमै देख्न सक्नुहुन्छ। यसरी बनाउन सक्नुहुन्छ। सो साथीहरु, भिडियो मन परे भिडियोलाई लाइक गर्नु होला, शेयर गर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब नगरेको भए सब्स्क्राइब गरिहाल्नु होला।